के कारणले गर्दा संसद विघटन गरियो र आज संसद पुनर्स्थापनाको गर्नुपर्छ भन्ने पनि मेरो मत होइन, किनकि समय बितिसक्यो र आज पुनर्स्थापना गर्नाले कता कता हाम्रो आफ्नै मागहरू चाहिँ ओझेलमा पर्न सक्छन्। तर त्यो बखतमा जब सम्पूर्ण राजनीतिक दलहरू, सम्पूर्ण शीर्ष राजनीतिक दलका शीर्ष नेतृत्वहरू डराएर बसेको त्यस्तो अवस्थामा पनि आफ्ना माग पूरा गर्न नसक्ने र संसदलाई विघटन गरियो र संसद विघटन गरिसकेपछि सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने जब कुरा उठ्यो त्यसको समर्थन पनि बालेनजीले नै पोस्ट मार्फत गर्नुभयो र आज पनि हाम्रा मागहरू सबै यथावत रहेका छन्। हाम्रो कुनै पनि मागहरू अहिलेसम्म पूरा भएको छैनन्। केपी शर्मा ओलीजी खुलेआम हिँडिरहनु भएको छ र अब जुन हाम्रो एउटा जुन यो भदौ 23 र 24 गते जुन राज्यले बर्बर दमन गर्यो र त्यो दमनबाट जुन एउटा अवस्था सिर्जना भयो त्यसको सत्यतथ्य छानबिन गर्नको लागि भनेर एउटा आयोग बन्यो र त्यो जाँचबुझ आयोगले पनि 3 महिना समय सीमा अझै पनि कटाएर पनि 1 महिनाको अझ थप समय सीमा माग्यो। त्यो केपी ओलीजीलाई बयान लिनको लागि स्वयं आफै नै जाँचबुझ आयोगभित्र उहाँकै निवासमा पुग्ने हो भने यस्तो जाँचबुझ आयोगले 1 महिनापछि प्रतिवेदन निकाल्ला र तिनै राजनीतिक दलहरूलाई जसले नरसंहार मचाए तिनीहरूलाई कारबाही गर्ला भन्ने हामीले आश गर्ने कुनै पनि बाटो अब रहेन। र आज म भन्न चाहन्छु, हिजो जनताले पुगार्दाखेरि पनि प्रधानमन्त्री बन्नुहोस्, प्रधानमन्त्री बनिदिनुहोस्, देशमा निर्मम कारबाही गर्नुहोस्, तपाईँले जे गर्न चाहनुभएको थियो भ्रष्टाचारीलाई मास्नेदेखि भ्रष्टाचारीहरूलाई एउटा सुशासन, भ्रष्टाचारीहरूलाई कारबाही गर्ने, सुशासन मचाउने, सुशासन लिएर आउने देशमा तपाईँले जे जस्ता खालका नीतिहरू ल्याउन खोज्नु भएको छ नीतिहरू ल्याउनुहोस्, हामी समर्थन गर्छौँ भन्दाखेरि लुकेर बस्ने हाम्रो आफ्नै नेतृत्वहरू जुन उहाँहरूले भनेअनुसार फोन गर्दाखेरि पनि बारम्बार फोन नउठाउने र आज उनी आफू प्रधानमन्त्री नबन्ने, उहाँहरूले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाइने र निर्वाचनको आज ल ढ्यापढ्याप अब सब कुरा सक्यो निर्वाचन हुन्छ भन्ने र आज उहाँले नै निर्वाचनमा म प्रधानमन्त्री बन्छु भनेर दाबी गर्ने र आज हाम्रा नेतृत्वहरू सबैजना अझ कतिपय जेन्जी अगुवाहरू बिना निम्त उहाँको घरमा वरिपरि एउटा फुलमा चाहिँ एउटा मौरी झुमेको जस्तो गरी उहाँहरू जुन प्रकारले झुमेर बस्नु भएको छ यसले गर्दा आन्दोलनलाई त बडो एउटा कुण्ठराघात भएको छ। तर यसले ऐतिहासिक एउटा नेपाली जनताले ल्याएको क्रान्ति जसले साँच्चै नै नेपाललाई परिवर्तन गर्न सक्ने क्षमता राख्दथ्यो त्यो एउटा क्रान्तिको आवाजलाई पनि उहाँहरूले जाने अनजानेमा दबाइरहनु भएको छ। र आज हाम्रो आफ्नै साथीहरू हिजो सडकमा सँगै हिँडेका साथीहरू आज उहाँहरू कुन ठाउँमा पुग्नु भएको छ, उहाँहरूको कोसँग साँठगाँठ छ, यो सबै कुरा हामीलाई एकदमै शङ्कास्पद रहेको छ। र म फेरि पनि भन्न चाहन्छु, जुन एउटा भदौ 23 र 24 गते भएको ऐतिहासिक एउटा जनआन्दोलन थियो, यो जनआन्दोलन नेपाली जनताहरूले नेपाली सर्वहारा वर्गले गरेको आन्दोलन थियो। तर आज यो आन्दोलनले कसलाई नेतृत्व पुर्यायो भन्दाखेरि पहिलेबाट नै कुनै न कुनै शक्ति केन्द्रको निकट, पहिलेबाट नै कुनै न कुनै राजनीतिक दलका निकट केही नेतृत्वहरूलाई जेन्जी अगुवाको रूपमा उहाँहरूलाई प्रस्तुत गरियो र आज प्रत्येक मिडियाहरू लगाइएर उहाँहरूलाई एक किसिमको चाहिँ हिरो बनाइदिएछ, उहाँहरूलाई नायक बनाइदिएछ र उहाँहरूले अहिलेसम्म पनि गर्न खोज्नु भएको चुनाव बाहेक केही पनि देखिँदैन। मैले अस्ति भर्खरै पनि भावना राउतजीको कुरा सुन्दै थिएँ, चुनावको सन्दर्भमा एउटा बेजिल्ला भोटिङ हुन सकेन भनेर गृहमन्त्रीज्यूको राजीनामा माग्ने आँट गर्ने त्यस्ता अगुवाहरूले हाम्रा भदौ 23 र 24 गतेको आन्दोलनका ती शहीदहरूलाई दमन गर्ने, ती शहीदहरूमाथि गोली चलाउन निर्देशन दिने, तिनीहरूलाई कारबाही नभएसम्म हामी चुनाव गर्न दिँदैनौँ भनेर यतिसम्म पनि भन्न नसक्ने। र आज पनि म भन्न चाहन्छु, निर्वाचन यदि गरिने नै हो भने कम्तीमा हाम्रो दुईटा कुरा हुनुपर्छ। पहिलो कुरा, अस्ति जुन सम्झौता बनेको थियो त्यो सम्झौता सर्वपक्षीय होस्, सम्पूर्ण राजनीतिक दलहरूको ऐक्यबद्धता होस् र दोस्रो कुरा भनेको राष्ट्रपतिबाट अनुमोदन होस् अथवा राष्ट्रपतिबाट त्यसै कुरालाई चाहिँ त्यहाँ सम्झौतामा भएका कुरालाई विस्तृत रूपमा चाहिँ उहाँहरूले प्रेस रिलिज मार्फत चाहिँ राष्ट्रपति कार्यालयबाट त्यो प्रकाशित होस्। र तेस्रो भनेको छानबिन अथवा जाँचबुझ आयोगको जुन प्रतिवेदन सार्वजनिक नभएसम्म र त्यो जाँचबुझ आयोगले सार्वजनिक गरे कारबाही गर भनेर निर्देशन बमोजिम यदि कारबाही भएन भने त्यो कारबाही नगरिदासम्म चुनाव हुनु भएन। नत्र यदि आज हामी सङ्ख्यामा थोरै होलौँ, सङ्ख्या हेर्दाखेरि कुनै हास्यास्पद देखेला, के रामरमिता गरिरहेको होला, देश चुनावमा गयो भने देखेला। तर म यहाँबाट सम्पूर्ण नेपालीहरूलाई यो कुरा ढुक्क गराउन चाहन्छु कि योभन्दा पहिले पनि हामीलाई बारम्बार धोका भइरहेको, धोका भइराख्यो। हामी जहिले पनि चुपचाप बस्यौँ कि आज होला, भोलि होला, पर्सि होला, तर आजको दिनसम्म पनि हाम्रा कुनै पनि माग पुरा हुन सकेको छैन। यति एउटा देशलाई नै, देशको सम्पूर्ण अङ्गहरू जलेको स्थितिमा देशका एउटा हाम्रा नेतृत्वहरू, पूर्व प्रधानमन्त्रीहरू जसले आजसम्म कसैले प्रश्न गरेको भरमा पनि उहाँहरूले चाहिँ जेल हाल्न सक्ने हुन्थ्यो, त्यस्ताहरूलाई चाहिँ हेलिकप्टरबाट देश भाग्न लगाएर, जिल्ला कटाउन लगाएर यस्तो गरेर ल्याइएको एउटा आन्दोलनले पनि यदि कारबाही गर्न सकेन उहाँहरूमाथि भने कस्तोले चाहिँ कारबाही होला। र आज मैले सुशीला कार्कीज्यूको अस्ति मैले एउटा भिडियो हेर्दै थिएँ, उहाँले भन्नुभयो कि यो आन्दोलनले पश्चात के भयो भन्दा हामी सुशासनमा छौँ। म उहाँहरूले ठुलो भ्रष्टाचार गर्नुभयो भने आरोप लगाउन चाहदिनँ, उहाँले गरिरहनु भएको होला। कतिपय सिआइबीका केसहरू, अख्तियार पल्टाएका फाइलहरू हेर्दाखेरि उहाँहरूले गरि पनि राख्नु भएको छ। तर के यतिमा मात्र सीमित थियो त यो आन्दोलन? यो आन्दोलन मैले एउटा चाइनिज एउटा उखान सम्झिन चाहेँ। चाइनिज उखानले के भन्छ भन्दा भ्रष्टाचार र भर्याङ भने जहिले पनि माथिबाट सफा हुनुपर्छ, तलबाट होइन। तल कर्मचारीहरू एक दुईजनालाई समातेर केही हुन्न, ती कर्मचारीहरूको अपराधहरू ढाकछोप गर्ने, उनीहरूलाई भ्रष्टाचारमा तल्लीन बनाउने र उनीहरू मार्फत आफ्नो कमिसनको चाहिँ एउटा दाउपेच रच्ने ती नेताहरू, ती नेतृत्व वर्गहरूलाई कहिले कारबाही हुन्छ? उनीहरूलाई कारबाही नभएसम्म
अनि आन्दोलनमा फेरि पनि आन्दोलनरत पक्षहरूको आवाजलाई नसुनिकन हो आज जनताहरू सेलाएका पनि होलान्, किनकि नेपाल यस्तो देश हो जहाँ काम नगरिकन खान पाइँदैन। आज सम्पूर्णजना आन्दोलनमा सडकमा आउने स्थिति नहोला। हामी आफ्नै पनि आन्दोलनमा हिँड्दाखेरि पनि हाम्रो आफ्नै पनि कतिपय आर्थिक स्रोतहरू जुटाउन कठिनाइ भइरहेको हुन्छ। यस्तो स्थितिमा सम्पूर्ण नेपाली जनताहरू सडकमा बारम्बार आउन असफल हुनुभएको होला। तर उहाँहरूभित्र जुन आवेग छ त्यो आवेग फेरि नआउला भन्न सकिन्न र त्यो आवेगले कतिजनालाई उडाउला, देशलाई फेरि अर्को क्षति होला। यस विषयमा थोरै पनि हेलचक्राइ नगरिकन, थोरै पनि चिन्तित नभइकन जुन फेरि पनि नेपाल सरकारले अब चुनाव गराउँछ, चुनाव मार्फत नै सम्पूर्ण समस्याको हल हुन्छ भनेर एक किसिमको भाष्य रचना गर्न खोज्नुभयो भने यसको परिणामस्वरूप नेपालको अझै पनि एउटा नेपालको भविष्यमा ठुलो एउटा राजनीतिक विस्फोट होला। तर त्यो विस्फोटले कसलाई के गर्छ थाहा भन्न सकिन्न। तर त्यसको जिम्मा भनेको अहिलेको तत्कालीन सरकार र अहिलेको तत्कालीन जेएनजी अगुवाहरूले लिनुपर्छ। हिजो प्रधानमन्त्री बन भनेर भन्दाखेरि नआउने, फोन गर भनेर नआउने र आज पनि त्यस्ता व्यक्तिहरूको पछि उहाँहरू लागेर उहाँहरूलाई पुरै नायक जसरी बनाइदिएछ। एउटा भूमिहीन सुकुम्बासी सम्पूर्णको माग कुल्चेर आजसम्म कति वर्ष भयो भनौँ। म आफै पनि थिएँ, म आफै पनि त्यो बेलामा सम्झन्छु कि बालेनलाई जिताउँ भनेर म आफैले टोलमा घुमेको सम्झिन्छु। तर म भन्न चाहन्छु यो 4 वर्ष 4.5 वर्षसम्म उहाँले के गर्नुभयो? उहाँले यति टाइममा सरसफाइको केही गर्नुभयो, त्यसमा ठिक छ। तर म अझै पनि एउटा कुरा भन्न चाहन्छु कि नेपाली मतदाताहरूलाई, हो तपाईँहरू धेरै भावुक हुनुहुन्छ, तपाईँहरूले अहिलेसम्म काम गर्ने नेतृत्व पाउनु भएको छैन र कसैले थोरै काम गर्यो भने तपाईँहरू खुसी हुनुहुन्छ। तर उहाँको बालेनजीको पुरानो चुनावको उहाँहरूको घोषणापत्र गएर पढ्नुहोस्, उहाँका अन्तर्वार्ताहरू हेर्नुहोस्, उहाँले के गर्छु म भन्नुभएको थियो। र आज हेर्दाखेरि उहाँले आफूले भनेको 10% काम पनि गर्नुभएको छैन। र आज सबैजनाले उहाँलाई नै एकदम नायक बनाएको छ। नायक पनि ठिक छ, उहाँलाई हामी नायक बनाउन तयार थियौँ। र 4 वर्षमा उहाँ जनता बीच आउनु भएन। जनता बीचमा जनताले पटक म सम्झिन्छु, मरे कतिपय नेवार अभियन्ताहरू दाजुहरू हुनुहुन्छ, हाम्रा कतिपय मुद्दाहरू छन् भनेर उहाँहरू भेट्न जाँदा पनि उहाँहरूले कहिले पनि भेट्न बालेनजीले समय दिनु भएन। र आन्दोलनको समय पनि आन्दोलन सफल भइसकेपछि बालेनजी आउनुहोस्, तपाईँ प्रधानमन्त्री बनिदिनुहोस् भनेर उहाँ लुकेर बस्नुभयो। र आज ल देश चुनावमय होस्, ल म प्रधानमन्त्री बन्छु भनेर उहाँले जुन एउटा सपना देखेर अगाडि आइरहनु भएको छ। हाम्रो शुभकामना छ, पुराना नेतृत्वलाई स्थापित गरेर आउनुहोस्। तर एउटा कुरा के हो भन्दाखेरि आफूलाई पनि एउटा एकचोटि चित्रण गरेर हेर्नुहोस्। सेल्फ रिफ्लेक्सन भन्ने कुरा राजनीतिमा एकदम महत्त्वपूर्ण हुन्छ। त्यसैले मैले के गरेँ, म भित्र प्रजातान्त्रिक मूल्य र मान्यता छ कि छैन, म साँच्चैमा लिडरको हलाउन साबित छु कि छैन, मैले सङ्कट पर्दाखेरि देशले जब आवश्यकता पर्यो, देशले जब मलाई पुकार्यो तब म अगाडि आएँ कि आइन भनेर आफैलाई प्रश्न गर्नु होला। यति भन्दै म फेरि पनि यति भनेर म आफ्नो यो मन्तव्य छुटाउन चाहन्छु कि सम्पूर्ण आज जेएनजी आन्दोलनमा लागेका जेएनजी अगुवाहरू चुनावबाट नै तपाईँको माग पुरा हुन्छ भनेर तपाईँहरूले जुन जनताहरूलाई झुक्याइरहनु भएको छ, यो झुक्याउन बन्द गर्नुहोस्। तपाईँहरू ठाउँमा पुग्नुभयो, गाडी चढ्दै हिँड्नु भएको छ, कतिपय लाखौँ तपाईँलाई